मायालु साथी कालु। पहिला नेपालको एउटा देउराली भन्ने गाउँमा प्रकृतिको सुन्दरताले भरिपूर्ण मात्र होइन, त्यहाँ बस्ने मान्छेहरू पनि आपसमा निकै मिल्ने थिए। त्यही गाउँमा सन्दीप नामको एउटा बालक बस्थ्यो। दयालु, चञ्चल र साथीहरूसँग रमाइलो गर्ने स्वभावको थियो। तर उसलाई सबैभन्दा प्रिय कोही थियो भने त्यो थियो कालु, उसको प्यार कुकुर। कालु सन्दीपको सानो हुँदा बाबाले ल्याइदिनु भएको थियो। सेतो कालो दाग परेको पुच्छर हल्लाउँदै हिँड्ने निकै चलाख र इमान्दार कुकुर थियो कालु। सन्दीप र कालु सँगै खेल्थे, सँगै दौडिन्थे, कहिलेकाहीँ त राति सन्दीपको सिरानीमा सुत्थ्यो पनि। एक दिनको कुरा हो, विद्यालयमा पढाइसकेपछि सन्दीप विद्यालयबाट घर फर्कँदै थियो। बाटो घना जङ्गलको किनारै किनार थियो। ऊ सधैँ जस्तै आफ्ना साथीहरूसँग रमाइलो गर्दै हिँडिरहेको थियो। अचानक बाटोमा एउटा बुढो मान्छे देखियो। त्यो मान्छे अलि शङ्कास्पद देखिन्थ्यो। साथीहरू भने आफ्नो घरतर्फ लागे, तर सन्दीप एक्लै अलि पछाडि पर्यो। सन्दीपलाई त्यो मान्छेले बोलायो, बाबु, तिमी केटाकेटीहरूलाई चक्लेट मनपर्छ नि? हेर, मसँग धेरै चक्लेट छ, आऊ तिमीलाई दिन्छु। तर सन्दीपले आमाले भन्नुभएको सम्झ्यो। नचिनेको मान्छेसँग कुरा नगर्नु, केही नखानु, केही दिए भने पनि नलिनु। त्यसैले ऊ अलि पर बसिरहेको अलि टाढै बसिरह्यो र ऊभन्दा अलि पर भएको आफ्नो कालुलाई बोलायो, कालु आऊ। कालु तुरुन्तै दौडेर आयो र भुक्न थाल्यो। त्यो अन्जान मान्छेले कालुलाई देखेपछि डरायो। ऊ पछि हट्दै भाग्न खोज्यो, तर कालुले उसलाई अझ चर्को स्वरले भुक्न थाल्यो। त्यतिकैमा गाउँका केही दाजुहरू पनि आए। उनीहरूले त्यो अन्जान मानिसलाई समातेर गाउँका बुढापाका समक्ष लगे। सोधीखोजी गरेपछि थाहा भयो, त्यो मान्छे गाउँका बच्चाहरूलाई फकाएर अपहरण गर्ने योजना बनाइरहेको रहेछ। सबैले कालुलाई तारिफ गरे। यदि कालु नभएको भए सन्दीपलाई के हुन्थ्यो भने? त्यसपछि गाउँका सबैले कालुलाई बहादुर कुकुर भनेर सम्मान गर्न थाले। केही महिनापछि कालु अचानक बिरामी पर्न थाल्यो। ऊ पहिले जस्तो खेल्दैनथ्यो, खाना पनि राम्रो खाँदैनथ्यो। सन्दीपलाई निकै चिन्ता लाग्यो। उसले आमासँग भन्यो, आमा, कालुलाई के भएको होला? ऊ हिजो आज पहिलाको जस्तो छैन। आमाले चिन्तित हुँदै भन्नुभयो, बाबु, सायद कालुलाई राम्रो स्याहार चाहिन्छ। हामी वैद्य बाजेसँग लैजाउँ। सन्दीपले कालुलाई काखी च्यापेर गाउँका वैद्य बाजेको घरमा लग्यो। वैद्य बाजेले जाँच गरेपछि भन्नुभयो, यसलाई राम्रो खाना र आराम चाहिन्छ, केही दिनमा निको हुन्छ। सन्दीपले दिनरात कालुको हेरचाह गर्यो। ऊ कालुलाई सँगै सुताउँथ्यो, माया गरेर खाना खुवाउँथ्यो। केही दिनपछि कालु फेरि ठिक भयो र पहिलेको जस्तै हष्टपुष्ट हुन थाल्यो। समय बित्दै गयो, सन्दीप ठुलो हुँदै गयो, तर कालु भने बिस्तारै बुढो हुन थाल्यो। पौली जस्तो दौडिन नसक्ने, धेरै सुतिरहने भयो। एक दिन अब सन्दीप विद्यालयबाट फर्कियो। कालु आँगनमा सुतेको थियो। ऊ निकै शान्त देखिन्थ्यो, तर कालु अब यो संसारमा थिएन। सन्दीपको आँखा रसाए। ऊ कालुलाई निकै माया गर्थ्यो। गाउँका सबैले कालुलाई सम्झे। सन्दीपले कालुको सम्झनामा घरको आँगनमा एउटा सानो स्मारक बनायो, जहाँ उसले लेख्यो, मेरो असल साथी, जसले मलाई सधैँ माया गरे, जोगायो र कहिल्यै साथ छोडेन। यो कथाले हामीलाई यो सिकाउँछ कि साँचो मित्रता स्वार्थहीन हुन्छ। एक असल साथी जस्तोसुकै परिस्थितिमा पनि साथ दिन्छ, जोगाउँछ, माया गर्छ। सन्दीप र कालुको मित्रता केवल खेलको लागि मात्र थिएन, उनीहरू एक अर्काका लागि जीवनभरको सहारा बने। साँचो मित्रता अमर रहन्छ।